बोलिदिनु पर्यो? पार्लियामेन्टमा बोलिसके नि, बोलिसके। त्यो कहिलेसम्म छानबिन हुन्छ त्यो घटनाको विषयमा? अलिकति जसरी न्यायको लागि यो देशमा ज्यान दिनुपर्ने अनुसन्धान भइरहेको छ, त्यसमा अपराधी दोषी पक्राउ पर्छन्, कानुन बमोजिम कारवाही हुन्छ। ल, पीडित परिवारलाई चाहिँ न्यायको सट्टा अन्याय हुँदैछ, धम्की आइरहेको अवस्थाहरू छ, प्रहरीको भूमिका राम्रो भएन लगायतका विषयहरू प्रचण्डजी स्वयं त्यहाँ पुग्नु भएको छ, तपाईँ पनि पुग्नु भएको थियो, के हेर्नुभयो घटना? त्यसमा जो पनि दोषी छ उसलाई कारवाही हुन्छ, अनुसन्धान भइरहेको छ, कारवाही हुन्छ। यहाँ गृहमन्त्री भइसकेपछि जुन किसिमको ऊर्जा हुनुपर्थ्यो, प्रहरीहरूमा उत्साह हुनुपर्थ्यो, त्यो देखिएन। गृहमन्त्रीजीको काम देखिने काम हुन्छ, त्यो अनुसारको देखिने काम चाहिँ देखिएन। के भन्नुहुन्छ? एकदमै काम देखिएको छ। कुनै पनि अपराधका अपराधीहरू पक्राउ परेका छन्, अनुसन्धान भएको छ, कानुन बमोजिम कारवाही भएको छ। धेरै पुराना अपराधी पनि अहिले पक्राउ परेका छन्।